जन्मजातै यस्तै हो कि जन्मेको 3 महिना डोरी किन गरे मलाई थाहा भएन थाहा भएन खुट्टामा मात्र समस्या हो कि अन्त पनि समस्या न यो खुट्टा मात्रै हो न काट्न मिल्यो न उपचार चाहिँ गरेको थियो पहिला बाआमा गरिब अर्कै बाआमा गरिब यस्तो खुट्टु टाँसिएको यस्तो खुट्टु टाँसियो त्यहाँदेखि मैले त अब सबै यस्तै मोजै गरेँ हिँड्दाउनु होला भने यिनी पहिलाका दुःख पीडा सम्झेर आँसु आउँछ बहुत दुःख पाएको मैले अनि आफै खाना पकाउने खाने सबै गर्न सक्नुहुन्थ्यो आमा खाना पकाउने अलि यस्तो रुँदा रुँदै आँसु पनि आँसुले गर्दाखेरि आँखा पनि बन्द भइसक्यो मान्छे चिन्दिनँ कोहीले यो पाखा लड्छु भित्तो समातेर ऊ गर्दाखेरि केही पुग्दाखेरि कोहीले यो पाखा लड्छु हात चुरन फुट्छन् चोट लाग्छ त्यस्तै छ त्यस्तै गरी गरी जिन्दगी गयो अहिले 60मा म यो आउने पुसा लाग्छु अनि यो तपाईँको शारीरिक समस्या भएपछि यसको अपङ्गता भत्ताहरू पनि पाइन्छ नि भत्ताहरू पाइरहनु भएको छ कुन वर्गको पाउनु भएको छ ख वर्गको राति सुतेको बेला आमा छोरी 3 आमा छोरी सुत्या रहेछौँ के अरे त्यहाँबाट माझमा आमाले सुताएको बेला आमाले त घर पानी आउने अरे घर भत्कने अरे त्यहाँबाट घर भत्कने त्यस्तो सपना देख्दा देख्दै म त्यसरी आगामा परेकी मरेँ आगामा जल्की मरेँ नजिकै जो चुलो नजिकै सुत्नु हुँदो रहेछ त्यतिखेर उठेर जमाना चुलो नै ओदान राखेको मा वरिपरि भाँडा थिए अरे तिनी भाँडा त एउटा पनि थिएनन् अरे म जल्दाखेरि थिएनन् अरे त्यस्तो भएर यस्तो भयो कि योभन्दा अगाडि कसैले तपाईँहरूलाई पनि त्यस्तो सहयोग गर्ने तपाईँलाई देखेर सहानुभूति राख्ने त्यस्तो गर्नुहुन्थ्यो कसैले बाबुले गर्दाखेरि बल्ल हुन लाग्यो अनि अहिले चाहिँ धेरै खुसी हुनुहुन्छ खुसी छु